हामी घर आएको नेक्स्ट मर्निङ र एकदमै पारिलो घाम लागिरहेको छ र बुढो यता टाउ हाल्नको लागि तयारी गर्दै हुनुहुन्छ के बिछ्याएर भएमा हैन र मासतिर पनि धान झाट्ने प्रोग्राम भइरहेको छ देख्न सक्नुहुन्छ। एकदमै मिठो घाम छ र हामी पनि चिया खाएर म त पार ताप्दैछु अनि बुढो र अनि दिदी भएर चाहिँ त्यता बेलाउतीको तलको हाँगा काट्न जानु भएको छ। एउटा बेलाउती पाएँ फाइनली अनि हामी फर्किँदै थियौँ र दिदीहरूको पनि घर मासतिर हैन धान झाट्ने काम भइरहेको रहेछ। अनि भिडियो हेर्छौँ तिम्रो एकदमै राम्रो लाग्छ भन्दै हुनुहुन्थ्यो। उहाँहरूलाई बाई गर्दै फर्केँ म। अनि त्यसपछि बुढोले पूजा गर्नुभयो रुम आइसके पछाडि अनि हामीले नास्ता इन्जोय गर्यौँ र आज रहेको छ तरकारीमा पिँडालु अनि गहतको ग्रेभी एकदमै मिठो बनाउनु भएको थियो, बुढोले बनाउनु भएको हो। अनि त्यस पछाडि खाना इन्जोय गरेर बुढो पनि अफिस जानुभयो र म पनि नुहाएँ अनि त्यसपछि रेडियो आएँ अनि आएर 1 बजेको न्युज पढ्ने तयारी गर्दैछु। अनि त्यसपछि आएर यो दिउँसोमा रेस्ट गर्ने हैन, अब सुन्तला खाने अनार खाने यस्तै बस्ने काम हुन्छ, सरसफाइको काम गर्छु अनि सँगै एकदमै हेर्छु म केबिसी हैन कौन बनेगा करोडपति हेर्दै थिएँ। अनि आज एकदमै धेरै पछाडि 1.5 महिना पछाडि मैले मोमो खान मन लागेर बुढोलाई अफिसबाट आउने बेलामा ल्याउन लगाएको थिएँ। अनि त्यसपछि मोमो खाएँ अनि फेरि न्युज पढ्न आएको छु बेलुकाको अनि फेरि खाना खाँदैछौँ बेलुकाको हैन रातिको र खानामा रहेको छ फर्सी अनि आलुको तरकारी र बिहानको थोरै तरकारी थियो। त्यसैसँग बुढाबुढीले इन्जोय गर्यौँ।